चिया सिडलाई एउटा सुपरफुड पनि भन्न सकिन्छ किनकि यसको नाम एक अनि फाइदा अनेक। यसमा मजाले फाइबर पाइन्छ, क्याल्सियम पाइन्छ, आइरन पाइन्छ, फस्फरस, म्याग्नेसियम, जिङ्कको एउटा राम्रो स्रोत हो, प्रोटिन पनि पाइन्छ। यसलाई मजाले पानीमा भिजाएर खानुपर्छ। तपाईँले योगर्टमा यसरी एड गर्नुभयो, बेरिजहरू एड गरेर खानुभयो भने यसको फाइदा डबल हुन्छ। बिहान लन्चमा ब्रेकफास्टमा खान सक्नुहुन्छ, एकदमै फुल फिलिङ गराउँछ। अनि यसरी माइक्रोग्रेन बनाएर खानुभयो भने यसको फाइदा ट्रिपल हुन्छ। यसरी खाँदा कसैलाई भिजाएर चिया सिड निल्नु गाह्रो हुन्छ भनेदेखि यो एकदमै बेस्ट अप्सन हो। यसरी मजाले चिया सिड सोक गरेर माइक्रोग्रेन बनाउन सकिन्छ अनि जेमा पनि एड गरेर खान मिल्छ। तपाईँले टोस्टमा एड गर्न सक्नुहुन्छ, सुप, सालेड सबै कुरामा एड गर्न मिल्छ। मैले चाहिँ यो मेरो ब्रन्च हो, मैले चाहिँ हाई प्रोटिन हाई फाइबर मिल बनाउनको लागि कटेज चिज, क्युकम्बर, टमाटोस यसरी एड गरेर एभोकाडो एड गरेर लन्चमा खाने गरेको छु। तपाईँहरू पनि ट्राई गर्नुहोस् है त। अनि दिउँसोको लागि चाहिँ यसरी सालेडमा माथिबाट टपिङ गरेर मिक्स गरेर खाने। तपाईँहरूको डेली इन्टेकको फाइबर र प्रोटिनको लागि मजाले हेल्प गर्छ यसले चाहिँ। यसरी बनाएर खानुहोस् है त। अनि मलाई भन्नुहोस् कस्तो लाग्यो। फलो फर मोर। बाई फर नाउ।